हे खोज्छु कति म माया मिसाउन ढाट्दै छल्दै नही नरिसाउन डाँडै बिसाउने के भन्ने हो अलमलमा परे नि रिसाउँदिन अङ्क माल गरे नि हे तिमी बोल्न डराउनौ मैले झैका रह्यो र अब दिन पहिले झै। नमस्कार साथीहरू, आज हामी तपाईहरुको माझमा पछिल्लो समयका सांगीतिक जोडी चिज गुरुङ र गायिका अस्मिता ढलाकोटी प्लस निर्जला गुरुङको लाइभ दोहोरीको फुल अपडेट दिनेछौँ। दुवै दोहोरी गायिका मध्ये तपाईहरुलाई कुन गायिका बढी मनपर्छ र चिज गुरुङसँग कुन गायिकाको जोडी जम्छ, आफ्नो मनमा लागेको प्रतिक्रिया पनि कमेन्ट बक्समा उल्लेख गर्न नबिर्सिनुहोला। अब लागौं चर्चित लोकदोहोरी गायक चिज गुरुङ र अस्मिता ढलाकोटीको प्रसङ्गतर्फ। चिज गुरुङ लोकदोहोरी गायक चिज गुरुङ र गायिका अस्मिता ढलाकोटीको नाम आजभन्दा 5 वर्ष पहिलाबाट जोडिँदै आएको छ। लन्ठुबाट परिचित गायक चिज गुरुङ गोर्खा जिल्लामा जन्मिए पनि उनी कर्मभूमि भने काठमाडौँमा गर्दै आएका छन्। त्यस्तै अस्मिता ढलाकोटी दोहोरी च्याम्पियनबाट प्रथम भएर दर्शकहरूको मनमा बस्न सफल भएकी गायिका हुन्। उनले पछिल्लो समयमा चर्चित लोकदोहोरी गायक चिज गुरुङ र अस्मिता ढलाकोटीको निकै मिल्ने सांगीतिक जोडी भनेर पनि चिनिएकी छिन्। तर उनले आजभन्दा 3 वर्ष पहिला शक्तिकुमार गोदारसँग धुमधामसँग विवाह भएको हो। विवाहको समयमा चिज गुरुङसँग दोहोरीबाट केही समय टाढा रहे तापनि उनीहरू यति बेला दोहोरीमा फेरि झुमिएका छन्। अब लागौं गायिका निर्जला गुरुङको तर्फ। निर्जला गुरुङ गोर्खा जिल्लामा जन्मिए पनि उनी करिब 6 वर्षबाट गायनी क्षेत्रमा खटिएकी छिन्। तर उनले आजभन्दा 6 वर्ष पहिला श्याम राणा मगरसँग पहिलो लाइभ दोहोरी सार्वजनिक गरेकी थिइन्। श्याम राणा मगरसँग गाइएको लाइभ दोहोरी दर्शकहरूले अत्याधिक मन पराए पनि गायिका निर्जला गुरुङ भने केही समयको लागि गुमगाम रहेकी थिइन्। तर एक दिन इन्टरभ्यू लिन गोर्खा पुगेका पारस भट्टराईले उनको गीतलाई दर्शकहरूको माझमा फेरि ल्याएका हुन्। चिज गुरुङसँग जोडिन पुगेकी गायिका निर्जला गुरुङ यति बेला दर्शकहरूको माझमा अलगै डिमान्ड रहेको र चिज गुरुङसँग सांगीतिक जोडी समेत नम्बर 1 मा पुग्न पुगेकी गायिका निर्जला गुरुङ र गायिका अस्मिता ढलाकोटी मध्ये तपाईहरूलाई कुन गायिका बढी मनपर्छ र चिज गुरुङसँग कुन जोडी जम्छ, तपाईहरूको मनमा लागेको प्रतिक्रिया कमेन्ट बक्समा उल्लेख गर्नुहोला र भिडियोलाई अत्याधिक रूपमा सेयर गर्नुहोला।